हेलो साथीहरु, आज हामी युएसबाट जाँदैछौँ घुम्नलाई। म अनि साथी मान्छे एकजना अनि साथीको बाबा। ल अब हामी हिँड्यौँ अमेरिका यात्रा जोगबनी भने जोगबनी मनोजी म अनि त अङ्कल हुनुहुन्छ। हामी तीनजना आज चाहिँ अमेरिकाको बोर्डर, हामी धरानको मान्छेहरू उता जोगबनी गए जस्तै काकाभिट्टा जस्तै। कुन ठाउँ? पिस आर्ट्स स्टेट पार्क भन्ने रहेछ क्या यो। यो ल प्राय फोटो यहाँ देखिरहेको छ नि हामीले। ल अब हामी लाग्यौँ। हाम्रो यात्रा लगभग 40 किलोमिटर। भनेपछि हामीलाई हामीलाई तल मरिन ड्राइभको बाटो लाने हो नि। ठिकै हो। अनि हामी लगभग 30 देखि 35 मिनटको ड्राइभ पछि हामी हाम्रो डेस्टिनेसनमा पुग्नेछौँ। ड्युटी फ्रीमा आएको थियो, तर हामीले चाहिँ किन्न नपाउँदो रहेछ। युएस जानेलाई किन्नु। हजुर हामी पिस आर्ट प्रोभिन्सियल पार्क आइपुग्यौँ। यो चाहिँ ठ्याक्कै युएस बोर्डर। यो सेतो देखिएको सेतो गेट बारीपट्टि युएसए र वारिपट्टि चाहिँ क्यानाडा हो। र हामी आइपुगेको छौँ र मनोजी अहिले गाडी पार्किङको लागि हामीले रङ पार्किङ गरेर फेरि पार्किङ लिनको लागि एक्सेस खोज्दै जानुभएको छ। अहिले चाहिँ हामी चाहिँ आइपुगेका छौँ एकछिनमा पुरा छ यहाँ। तल यसको झन्डा छ। बिहान भने तपाईँ 7 बजे इन्ट्री भइसक्नुपर्छ। ठ्याक्कै हामी अहिले यो जङ्गे पिलर एरियामा छौँ। यो जङ्गे पिलर मोनुमेन्ट अमेरिका र क्यानाडाको बिचको र ठ्याक्कै यो
पारिपट्टि यो मान्छे देखिरहनु भएको छ यो अमेरिकाको हो उनीहरू अमेरिकन हामी यता क्यानाडा यो क्यानाडाको पिलर भयो यो क्यानाडा लेखिएको छ यसरी गरेर इन्टरनेसनल बाउन्ड्री भनिएको छ युनाइटेड स्टेट भनेर लेखिएको छ हामी युएस बोर्डरमा छ छिर्यौँभन्दा हुन्छ अमेरिका एकदमभन्दा अमेरिका पुग्छ यो चाहिँ भ्यान्कुभरतिरको पार्क हो हामी आइपुगेर मनोज चाहिँ पार्किङ खोज्दै खोज्दै अमेरिका पुगेर आउनुभयो क्यानाडा घुम्न आएको अब अमेरिकामा पार्किङ स्ट्याम्प हान्दैन स्ट्याम्प हान्ने स्क्यान मात्रै गर्नुपर्छ क्यानाडाको झन्डा क्यानाडातर्फ यो चाहिँ यहाँको क्यानाडियन आदिवासीहरूको चाहिँ खै खिचिसकिहाल्यो अलिअलि